नमस्कार, हेल्दी नेपालमा हजुरहरूलाई स्वागत छ। आज हामी कुरा गर्नेछौँ रुघाखोकी र निमोनियाको बारेमा। रुघाखोकी र निमोनिया यी दुईटै श्वास प्रश्वास सम्बन्धी समस्याहरू हुन्। तर रुघाखोकीलाई एउटा साधारण समस्याको रूपमा लिइन्छ भने निमोनियालाई एउटा जटिल अवस्थाको रूपमा लिइन्छ। आजको यो भिडियोमा हजुरहरूले रुघाखोकीलाई निमोनियासँगै जोडेर किन कुरा गर्न खोजिएको हो भन्ने कुरा थाहा पाउन सक्नुहुनेछ। वास्तवमा बच्चालाई रुघाखोकी लाग्नु सामान्य रूपमा नै लिइन्छ, तर बच्चालाई रुघाखोकी लागिसकेपछि छिटोभन्दा छिटो निको पनि हुनुपर्दछ, किनभने रुघाखोकी अलि लम्बिन गयो भने यसले निमोनिया जस्ता समस्या गराउन सक्छ। कहिलेकाहीँ बच्चालाई रुघाखोकी लागेको हो कि निमोनिया भएको हो कुरा छुट्याउन नसक्दा बच्चालाई गम्भीर अवस्थामा पुर्याउन सक्ने सम्भावना बढेर जान्छ। रुघाखोकी भनेको श्वास प्रश्वास सम्बन्धी अङ्गहरूमध्ये माथिको अङ्गहरू जस्तै नाक, घाँटी, श्वास नलीमा समस्या देखिन्छ भने ती समस्याहरू मौसममा बदलाव भएर धेरै चिसो वा सुक्खा मौसममा वा धुलो धुवाको कारणले अथवा सामान्य भाइरसको सङ्क्रमणले देखिन्छ, जसमा बच्चाको नाकबाट सिङ्गान बग्ने, हाँच्छिउ आउने, हल्का ज्वरो आउन सक्ने, झर्किने अथवा हल्का खोकी लाग्ने जस्ता कुराहरू देखिन सक्छ। तर निमोनिया भनेको चाहिँ श्वास प्रश्वास सम्बन्धी यस्तो सङ्क्रमण हो जसले फोक्सोमा गएर असर गरेको हुन्छ। निमोनिया चाहिँ विभिन्न खालको सङ्क्रामक ब्याक्टेरिया, भाइरस, फङ्गाइबाट हुने समस्या हो। बच्चाको फोक्सोमा असर गरिसकेपछि निमोनिया भएको अवस्थामा फोक्सोभित्र भएका ससाना हावाका थैलीहरूमा तरल पदार्थ भरेर जान्छ र बच्चालाई सास फेर्न कठिन हुन जान्छ, जसको कारण बच्चालाई अक्सिजनको कमी हुन जान्छ। बच्चाको फोक्सोमा सङ्क्रमण भई सास प्रश्वास समेत लिनलाई कठिन भएको बेलालाई नै निमोनिया भएको बुझिन्छ। यस्तो अवस्थामा बच्चाहरूलाई छिटोभन्दा छिटो औषधि उपचार गरिएन भने बच्चाको अवस्था जटिल हुन सक्छ र बच्चाको मृत्यु समेत हुन सक्छ। नेपालमा 5 वर्ष मुनिका बच्चाहरूको मृत्युको प्रमुख कारण निमोनिया हो। त्यसैले बच्चालाई निमोनिया हुन नदिन र बच्चालाई निमोनिया भएको हो होइन भन्ने कुरा समयमै पत्ता लगाउन र बच्चालाई निमोनियाबाट बचाउनको लागि हामीले के कस्ता उपायहरू गर्न सकिन्छ भन्ने कुराको बारेमा बुझ्ने प्रयास गर्नेछौँ। मुख्यतः बच्चाहरूमा नाक र घाँटीमा रहेका सङ्क्रामक जीवाणु वा विषाणुहरू श्वास प्रश्वासको माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया गराउन सक्छ। सङ्क्रमित व्यक्तिहरूले हाँच्छिउ गर्दा वा खोक्दा थुक र सिगानको छिटाबाट सर्न सक्दछ। निमोनिया भएको बेलामा बच्चालाई अलि बढी खोकी लाग्ने, छिटो छिटो सास फेर्ने, श्वास फेर्न बच्चालाई कठिन हुने, ज्वरो आउने हुन सक्छ। यसको साथै बच्चाको शरीरमा कम्पन आउने, आमाको दुध राम्ररी चुस्न नसक्ने अथवा अन्य झोल पदार्थहरू अथवा खानेकुराहरू राम्ररी निल्न पनि नसक्ने अथवा सर्किने, श्वास प्रश्वास लिँदा वा छोड्दा एउटा अस्वाभाविक आवाज आउने, बच्चा धेरै सुतिरहने वा बच्चालाई बिउझाउन पनि गाह्रो हुने किसिमका लक्षणहरू देखिन सक्छ। यीमध्ये सबै समस्याहरू बच्चामा देखिनै पर्छ भन्ने छैन। यीमध्ये केही समस्याहरू मात्र देखिए पनि बच्चाले निमोनिया भएको हो भन्ने शङ्का गर्नुपर्दछ। निमोनिया चाहिँ कस्तो बच्चालाई हुने बढी सम्भावना हुन्छ त? यसको बारेमा चाहिँ कुरा गर्नुपर्दा विशेष गरी रोग प्रतिरोधात्मक क्षमता कम भएका बच्चाहरूमा यो समस्या बढी हुने गर्दछ। जस्तै पूर्ण रूपले आमाको दुध नखाएका बच्चाहरू, धेरै कुपोषित भएका बच्चाहरू र जन्मिँदा कम तौल भएको बच्चाहरूलाई निमोनिया हुने सम्भावना बढी हुन्छ। यसको साथै खाना पकाउँदा निस्किने घरभित्रको धुवाँ वा धुम्रपानबाट निस्केका धुवाँले पनि बच्चालाई असर गर्न सक्छ र बच्चालाई निमोनिया हुन सक्छ। अब हामी कुरा गर्नेछौँ निमोनिया भइहालेमा बच्चाहरूलाई के गर्नुपर्दछ त र यसको रोकथाम चाहिँ हामीले कसरी गर्न सकिन्छ। बच्चालाई निमोनिया भएको हुन सक्छ भन्ने कुरा शङ्का लागेमा तुरुन्तै डाक्टर वा स्वास्थ्यकर्मी कहाँ गएर जचाउनु पर्दछ र स्वास्थ्यकर्मी वा डाक्टरको अनुसार औषधि उपचार गर्नुपर्दछ। निमोनिया निको हुने रोग भएको हुनाले समयमै औषधि उपचार गर्न सकियो भने बच्चालाई सजिलै निको पार्न सकिन्छ भने यसले थप जटिल अवस्था ल्याउनबाट बच्न सकिन्छ। बच्चालाई औषधि उपचार गर्नुको साथै
यी केही स्याहार सुसारहरू पनि गर्नुपर्दछ। बच्चालाई न्यानो पारेर राख्नुपर्दछ। बच्चालाई पटक पटक सजिलै पच्ने खालका खानेकुराहरू र झोल कुराहरू प्रशस्त खान दिनुपर्दछ। बच्चाले आमाको दुध खान्छ भने आमाको दुध पनि पटक पटक खुवाइरहनु पर्दछ। बच्चालाई धुवाँ धुलो चिसोबाट बचाउनुको साथै बच्चालाई बिरामीको सम्पर्कबाट अथवा भिडभाडबाट बचाउनु पर्दछ। अब हामी कुरा गर्नेछौँ बच्चालाई निमोनिया हुनबाट कसरी बचाउन सकिन्छ त। बच्चालाई सकेसम्म आमाको दुध खुवाउनु पर्दछ। कम्तीमा पनि 6 महिनासम्म पूर्ण रूपले आमाको दुध खुवाउनु पर्दछ भने बच्चालाई 6 महिनापछि थप खाना दिन थालेपछि पनि बच्चालाई बिचबिचमा आमाको दुध खुवाइरहनु पर्दछ। बच्चालाई परिवर्तन हुने खालका मौसमहरूमा अलि बढी ध्यान दिनुपर्दछ भने धुवाँ धुलोको प्रकोपबाट पनि बचाएर राख्नु पर्दछ। सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ बच्चालाई लगाउनु पर्ने सबै खोपहरू समयमै पुरा गर्नुपर्दछ। अहिले नेपाल सरकारले बच्चाहरूलाई निमोनियाबाट बचाउनुको लागि खोप उपलब्ध गराउँदै आएको छ। खोपको सबै मात्राहरू पुरा गर्दाखेरि बच्चालाई निमोनिया हुनबाट बचाउन मद्दत गर्दछ। बच्चालाई रुघाखोकी भएको बेलामा घरेलु उपचार गरेर र अन्य स्याहार सुसार गरेर छिटोभन्दा छिटो निको पार्ने प्रयास गर्नुपर्दछ। नेपाल सरकारद्वारा 6 महिनामा वितरण गरिने भिटामिन ए र बालभिटा पनि बच्चालाई खुवाउनु पर्दछ। यसले पनि बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ, जसले बच्चालाई निमोनिया हुनबाट रोक्दछ। आशा छ आजको यो विषयवस्तु हजुरहरूको लागि उपयोगी हुनेछ। कुनै जिज्ञासा भए मलाई कमेन्ट गर्नुहोला, म उत्तर दिने प्रयास गर्नेछु। स्वास्थ्य सम्बन्धी यस्तै जानकारीमूलक विषयवस्तु फेरि पनि म लिएर आउनेछु। आजको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद।